काशीको खुसीले छाको छ दिदी बहिनी भेटुनु पाएको छ तारासँगै जुन नसेकी मायाले मैले लाको गुण। साथीले हामी चाहिँ अब त्यो मासु लिएर घर पुग्न आँटिसक्यो। अझ सर मासु बाँड्नुपर्छ, हामीले खानुपर्छ। तपाईँको नयाँ वर्ष कस्तो शुभ राम्रो होस् तपाईँहरूको नयाँ वर्ष भन्दै छु। किन तिमी धेरै खुसी भयो नयाँ साल भएर? हाम्रो नयाँ साल चाहिँ खेतबाट स्टार्ट हुनेको होइन। आज चाहिँ नयाँ वर्षको धेरै धेरै शुभकामना सबैजना साथीहरूलाई। बाई 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 उचाला त भाइ उचाला त जिम जिम दामी उचाला झराइदियो। हेलो साथीहरू, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई म र मेरो बुढीको तर्फबाट। सो आजको हाम्रो भ्लग चाहिँ कहाँबाट सुरु भइरहेछ? खालि खेतबाट सुरु भइरहेछ। अब हाम्रो नयाँ साल चाहिँ खेतबाट स्टार्ट हुनेको होइन। आज चाहिँ नयाँ वर्षको धेरै धेरै शुभकामना सबैजना साथीहरूलाई। सबैजनालाई धेरै धेरै शुभकामना। अनि भिडियोहरू चाहिँ गाउँमा हुँदा चाहिँ मेरो कन्टिन्यू हुन्छ, अनि फेरि उता काठमाडौँ गएपछि चाहिँ ब्याक भइरहेछ। त्यसको लागि एकदम सरी भन्न चाहन्छु। सो अनि हजुरहरू सबैलाई फेरि पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। स्वास्थ्य हुनु, राम्रो हुनु, हजुरहरूको जीवन फलोस् फुलोस्। भ्लग चाहिँ खेतबाट स्टार्ट हुन्छ। सो अनि आजको मेरो नयाँ वर्षको सुरुवात चाहिँ रुख चढेर हुन्छ। ए साथीहरू, मेरो बुढो रुख चढ्नु भयो, अब घाँस काट्न नि सुरु गर्नु भइसक्यो। हेर्नुहोस् त, तर घाँस झारेर उकालोमा बोकेर जान्छ साह्रै गाह्रो छ। लाग्छ 10-15 मिनट घर पुग्नलाई। हेलो साथीहरू, म झ्याम्का झ्याम घाँस काटे राछु रुखमा चढेर। मैले चाहिँ रुखको घाँस झारेर भ्याएँ, अनि मेरो मिसेसले चाहिँ अब फेरि छिमाल्दैछ। त्यो छिमाली भइसकेपछि चाहिँ फेरि हामीले यो घाँसहरू टापन टिपिङ गरेर बुढाबुढी चाहिँ घाँस लिएर घर जानुपर्ने हुन्छ। अब यो ठाडै उकालो लगभग 15-20 मिनटको बाटो। सो अब म चाहिँ केही 5 मिनट चाहिँ रेस्ट गर्छु। मेरो मिसेस चाहिँ यहाँ घाँस सँगाल्दैछ। बुढी त्यसो मेरो बुढी यता हेरिदेऊ न यार, के गर्नु हो तिमी भनिदेऊ न। हो अनि ल अब के गर्नु पऱ्यो, हाम्रो च्यानललाई बुढी यार भनिदेऊ त, सब्सक्राइब भन्न त गरिदिन पर्यो होइन। फाइनली साथीहरू घाँस त झार्यो, बोकै नसक्ला जस्तो भयो। मैले त्यो दाउराहरू पनि तराएर भ्याउ त पालपट्टि उतापट्टि लगेँ खुल्सी पारी। सो भारी चाहिँ 2 भारी, तर एकदम गाह्रो सकिँदैन क्या होला बुढी बोक्न। अब सके नसके नि अब यो छोड्ने कुरो भयो भने हेर्नु लिएर जानुपर्छ। ठाडै उकालो छ, 15-20-25 मिनट लाग्छ। सो अनि आगो त अलिक बानी पनि छैन, के गर्ने होला। ल अब हामी भारी कसेर जानेछौँ। बुढी नयाँ वर्षको सुरुवात त खतरा भएको त है। उखान छ नि मान्छेहरू, के अरे आज दुःख गऱ्यो भने दुःखै दुःख हुन्छ, सुख खायो भने सुखै सुखै हुन्छ। अब के भारी बोकाइ बोकाइ हुने हो क्या यो साल, बर्बाद भयो है। सो अब हामी जानुपर्ने हुन्छ, अब जाने है। ल बुढी नि धेरै मभन्दा डेन्जर हिँड्थ्यो, बुढी झन् हिँड्नै नसक्नु भएको छ। सो गाइज अब घर आइपुग्न लाग्यो। बाबा ल्याङ लाग्यो लाइफ देखेर ब्रोइलर कुखुरा जस्तो। काठमाडौँ होइन रहेछ, काठमाडौँ चाहिँ बेकार रहेछ लाइफ, किनकि त्यहाँ बस्दाखेरि बर्बाद हिँड्नै नसक्ने भयो। बुढीको हालत त यस्तो छ, अनि यस्तो खतरा हिँड्ने बुढीको हालत त यस्तो छ। मेरो भारी त्यहाँ छ। अब हामी जानुपर्छ। के छ नयाँ वर्षमा रमाइलो भइरहेछ? यता हेर न यार, नयाँ वर्ष सुरुवात कस्तो भएको त? अब साह्रै गाह्रो भयो। अब 2082 साल हो कि कति साल त भारी बोकेकै गर्नुपर्ने भाइ। र चाहिँ हिँड हिँड मेरो नि हातको पारा खै देखा त यस्तो भयो यार हातहरू। ल जाउँ। मैले ट्र्याक्टरै देखेँ, तर एक हल गोरु देखेँ क्या अहिले। तर यो गोरु चाहिँ मामाको खतरा राम्रो छ है। माइजीको जोत्नु भएको रहेछ माइजीको। मामाले गोरु ल्याउनु भयो। जसको ट्र्याक्टर है माइजी अहिले त। यो गोरु चाहिँ खतरा दामी छ क्या। हाम्रो गोरु त बिमार छ यार। क्या हो त
ओहो माछा छैन एउटा तिम्रो नाम के हो रमेशको छोरो हो तिमी जोत्ने कि भाउजूले आजभोलि ससुरोले सुख पायो नि त गोरु भए तपाईँले जोत्न बाध्य हुन्छ होइन फाइनली घर आइपुग्यो यहाँ म सिरियस भयो लास्टे खतम छ जिन्दगी यार मेरो मम्मीले अब टक्क लगाएर के को तरकारी बनाउने मम्मी गुन्द्रुक आलु नयाँ वर्ष भन्छ मासु भरै ल ठिक छ भरे हामीले 2 किलो भनेर चाहिँ आउला त मम्मीले खतरा चार्ने बनाउनु भएको छ के को मम्मी टमाटर ल नयाँ वर्षको दिन के भन्नुहुन्छ भन्नु न भन्नु न नयाँ वर्षको शुभकामना दिनु मेरो सब्सक्राइबरको देशैभरिको मान्छेको लागि शुभकामना मम्मी र बाबाले नयाँ वर्षको के शुभकामना दिनुहुन्छ हजुरहरू सबैलाई ल भन्नु मम्मी नयाँ वर्षको के गर्ने नयाँ 81 82 अब 82 सालको सबैलाई देश विदेश नेपालमा रहनुहुने आमा बुबा दिदी बहिनी सबैलाई दाजुभाइ छोराछोरी नाता नातिना ज्वाइँ सबलाई धेरै धेरै शुभकामना वर्षको मेरो इष्टमित्र भन्दै धेरै धेरै छोरोको लागि के अब छोरोको च्यानललाई सब्स्क्राइब गरिदिनु अनुरोध गर्दछु धन्यवाद भाइ अब यता हेर्नु ल अब के छ अब नयाँ वर्ष सुरु भयो आजदेखिबाट होइन के छ बुवाको कमजोरी के छ तपाईको कमजोरी के छ अब के गर्ने अब बुढाबुढी सधैँ हाँसी खुसी जस्तो 81 गयो नि त्यसै 82 कटाउने कि नकटाउने होला त नि 84 कटाउने भनेको अब यो भने त अब भगवानको खेल हो होइन भन्नाले अब त्यस्तै हाँसी यसरी कटाउनु पर्यो नि त होइन भने ल अब के छ अब कमजोरी 81 मा केही कमजोरी गरेको छ भने बाउसँग सरी माग्नु पर्यो अनि मम्मीले 81 मा केही कमजोरी गर्नु भएको छ भने बाबाले सरी माग्नु पर्यो नि त के छ छैन कमी कमजोरी छैन त्यस्तो कमी कमजोरी अब घरमा यसो भइहाल्छ नि सबैले अब हाँसी खुसी कटाउनु पर्यो नि त 82 सालको अब 82 सालको हाँसी खुसी दिन कटाउँला आज त झन् सबै नाता नाति छोरा बुहारी सब परिवार सँगै छौँ हाँसी खुसी छौँ त्यही त नि नयाँ सालको दिनमा हाँसी खुसी रमाइलो छ अब खानापिना मिठो नमिठो चोखो त्यस्तै हो अब रमाइलो आफूबाट गर्नु पर्यो होइन हाँसी खुसी नै खुसी रमाइलो त्यही त नि अब दुःख सुख समस्या सबैलाई भइरहन्छ त्यसलाई चाहिँ अब के गर्नु पर्यो खासै त्यस्तो छैन त्यस्तो समस्या छैन आनन्द छ दुःख सुख भनेर त्यस्तै कहिलेको दुःख कहिलेको सुख मेरो मामीले चाहिँ बिचरा मुखसँग भएको केही हुँदैन छोडिदिनु जस्तो छ त्यस्तो आफ्नो समय उमेर सबै रूप रङ्ग भन्ने कुरो सबै एकसाथ एक समय हुँदैन क्या होइन हल्का त दाँत हिजो बुवाले उखालिदिनु भएछ थोते देखेर छोड्नु भएको छ क्या मामीले चाहिँ सो त्यही गाई होइन अब हामी चाहिँ खाना खानु पर्ने हुन्छ खाना सबै पाकिसक्यो होइन मम्मी अब के अरे हिजो पानी दर पऱ्यो मकै रोप्नलाई चाहिँ अब यहाँ गोरुको हालत यस्तो छ बिचरा यो लाले गोरु बुढो छ अब हामी छलफल गर्दैछौँ अब के गर्ने भनेर किनकि अहिले अलिक समस्या भइरहेछ गोरुले गर्दा अब अहिले सबै छरपता भइरहेको अब ट्र्याक्टरै लाउने हो कि अब गोरु लाउने हो अब केही भोलि पर्सि थाहा हुन्छ त्यो भिडियो पनि देखाउने छु भन्दै अब हामी चाहिँ खानातिर लाग्यो उसले भात पनि झिकेर रेडी गरिसक्नुभयो बाबु खाँदैछ नयाँ वर्षको चाहिँ आज यहाँबाट सुरुवात जुटो तलै मुर्दार तलै काटेर खान्छ घिउ हाल्दै हुनुहुन्छ भैँसीको घिउ गाईको भयो खान्छ त्यो त बाबा बाबाले घिउ हाल्दै हुनुहुन्छ मम्मी बाबाले त्यही भन्नु एउटा कुर्सी थापिए एउटा कुर्सी दिइदिन्छु त म ल मेरो कुखुराहरू घर छ उता जाऊ काले उता जाऊ क्या दामी घर र छ मेरो चल्ला अरे
यो चाहिँ लोकल होइन, यो चाहिँ के गिरिराज हो। यस्तो दामी छ। भित्र किचनमा चाहिँ मम्मी, बुवा र बाबु खाना खाँदै हुनुहुन्छ अनि मेरो मिसेस यता, म यता। गाइज फाइनली होइन खसीको मासु नि आइसक्यो होइन मामी। अब मेरो मम्मी चाहिँ अब अहिले यहाँ गाउँको कति सबै छिमेकीको कति 9 किलो बुङ्गुरको मासु फेरि लिन जाँदै हुनुहुन्छ। कसरी ल्याउनु छ त? बोरामा हालेर ल्याउनु पर्ने हुन्छ। सो त्यही हो। अब फेरि मम्मी चाहिँ एकछिनपछि मासु लिन जानुहुन्छ। नयाँ वर्ष चाहिँ ठिकठाकै रमाइलो भइरहेछ, रमाइलो मान्नुपर्छ होइन। ल अब राख्नु कहाँ राख्ने गनाउँदैन, मम्मीले राख्नु लाग्नु भयो झुन्ड्याएर। त्यता झुन्ड्याउँछ जहिले नै। रक्सीको बास्ना खायो पनि खाना खाएर 12 बजे घाममा टक्क लाएर उकालो बाटो चढ्दैछ घाउले पनि। सो किनभने हाम्रो गोरु चाहिँ बिमारी जस्तो देखियो अचानक, त्यही भएर चाहिँ अनि ट्र्याक्टर लाउने भनेर कुरा गर्नु बाबाले होइन का नि। त्यही भएर हामी चाहिँ अब फेरि त्यहाँ ट्र्याक्टर तल बारी जोत्दै आइपुगिसकेको छ। अब हामी चाहिँ मूल छर्नको लागि यहाँ माथि डाँडामा आउँदैछौँ। मेरो बुढी अब काममा भटाभट सुरु भइसकेको छ अनि बडा किन तिमी धेरै खुसी भयो नयाँ साल भएर? आज खुसी भयो भने अब यो वर्ष पुरा खुसी हुन्छ, त्यही भएर मन नलाइ खुसी के खुसी भयो क्या? मन नलाइ हो ऊ त यो सानो सुर्कीमा चाहिँ बाक्लो हाले चाहिँ सर। अब हामीले चाहिँ यहाँ मोल यहाँ सर उता तल पारीसम्म जानुपर्ने हुन्छ। म कल गरेछु त्यहाँ तर ट्र्याक्टर आइसकेको छ। बुवा हेलो, त्यहाँ ट्र्याक्टर आउनु रे। अब त्यहाँ ट्र्याक्टर ल्याउनु पर्छ अरे, के अरे मुले बिउ लिएर आउनु न मकै। मेरो चप्पल चाहिँ चुडेर बुवाले गाँदै हुनुहुन्छ। मेरो चप्पल भयो, चप्पल रेडी भयो। है साथीहरू हेर्नुहोस् त, यति धेरै काम गर्ने बुढा बाछु मैले। संसारकै सबभन्दा भाग्यमान ठानु पर्ला जस्तो छ। साथीहरू मेरो बुढीले पानी ल्याउँदैछ। खैलो फुलको है त्यो घाँसको खै पानी त्यो सफा छ। साथीहरू म पानी खान लागेँ। मजा आयो। मैले पानी खाएर नै भ्याएँ। अब चाहिँ धेरै छैन है, यही गरा बाँकी छ। अब यो गरा सकिन्छ त्यसपछि हामी घर जानुपर्छ भन्ने मलाई लागिरहेको छ। म चाहिँ ठ्याक्क अहिले यो चापा डाँडा आइपुगेँ। यहाँ आउँदा चाहिँ धेरै कुराहरूको त्यो मिस भइरहन्छ क्या, याद आइरहन्छ। त्यो तपाईँको 9, 10तिर पढेका कुराहरू, क्लास 6देखिबाट पढेको कुराहरू होइन। अब हामी चाहिँ आएर मजा तलले बस्थ्यौँ होइन। आउने बेला पनि बस्थ्यौँ अनि जाने बेला पनि थकाइ मेट्नको यहाँ टक्क बसेर जान्थ्यौँ। सो यो चाहिँ म पढेको स्कुल लगभग यहाँ तल पर्छ। सो अनि म चाहिँ खास अहिले चाहिँ यहाँ किन आएको भन्दा चाहिँ मेरो मम्मी चाहिँ के अरे सामान पुऱ्याउन आउनुभएको छ। अनि त्यही भएर अनि मेरो बाबु र मम्मी अहिले चाहिँ म लिएर आउँथेँ, सामान भएर ल्याउन मिलेन। मम्मी र बाबु चाहिँ बसमा आयो अनि त्यसपछि अहिले चाहिँ म मम्मी र बाबु लिन आउँदैछु। सो अनि मम्मी र बाबुको लागि चाहिँ वेटिङमा यहाँ चापा डाँडा बसिरहेको छ। सो यहाँ आउँदा एकदम आनन्द पनि आउँछ होइन। अनि पुरानो कुराहरूको पनि धेरै स्मरण भइरहेको छ क्या। यो ठाउँ भनेको एकदम मेमोरेबल छ क्या। 10सम्म पढ्दाखेरि यहाँ ठाउँमा यस्तो हरेक कुराहरू क्या हुन्छ नि, साथीहरूसँग घुल्मी बसेको, खेलेको, चलेको लाइफ हुन्छ नि। त्यो बेला स्कुल लाइफ एकदम छुट्टै लाग्छ क्या, कस्तो लागिरहेको छ क्या। टक्क हाँडा चाहिँ यस्तो देखिन्छ होइन, यस्तो देखिन्छ हाँडा चाहिँ सरर तपाईँको हाँडा उता पारी गोर्खा देखिन्छ अनि यता खरी मैदी ढोला देखिन्छ सरर। अनि यो चाहिँ सानो थियो क्या, यो अहिले चाहिँ तपाईँको बडो यत्रो भएको छ समी। सो एकदम कस्तो फिल भइरहेको छ क्या मलाई चाहिँ होइन। हजुरहरूलाई नि यस्तो हुन्छ होला होइन, जुन चाइल्डहुडमा त्यो बच्चा पढ्नु हुन्छ नि स्कुल लाइफमा। अनि टक्कै यो बाटो चाहिँ मलाई जस्ताको त्यस्तै लाग्यो क्या। यो बाटोहरू चाहिँ जस्ता तस्तै लाग्यो। अनि बाटोहरू सेम उही छ क्या, केही परिवर्तन नै भएको छैन। तपाईँको यो 15-16 वर्षमा पनि मलाई चाहिँ सेम लाग्यो। तर यहाँ चाहिँ बाबुको घर थियो, कुलबहादुरको घर थियो। कुलबहादुरको घर चाहिँ अलि बेग्लै थियो। यो चाहिँ भत्काएर यस्तो बनाएको रहेछ भूकम्पले गर्दा होला। सो गाइस त्यही हो होइन। मेरो मम्मीहरू पनि आइपुग्नु भयो, कुर्दै छोरो र मम्मी। अलि मासु छ र कति हो त्यो त?
टन्नै होला बिचार तपाईँले सहयोग गर्नुभएको छ साथीले यहाँ गेलिङ बोकेर आइदिनु भएको छ ओहो छोरो मासु ल्यायो है टन्नै खै कति थियो देखाउनु कतिको हो यो मम्मी 9 किलो ओहो ल के माइला ल्याइदियो मम्मीले मासु नै ल्याउनु भयो अब हाम्रो आज नयाँ वर्ष चाहिँ यो बिउमै गइरहेछ हिँड्दा गइरहेछ ल अब साथीहरू पनि भेट हुनु भएको छ एउटा गीत चाहिँ जाओस् अब बल है मम्मीहरू हुनुहुन्छ सँगै साथीहरू अब गीत गाउँदै हुनुहुन्छ ल सुरु भन न ताली पड्काएर ल एक्कासीको खुसीले छाको छ दिदी बहिनी भेट हुनु पाएको छ तारासँगै जुन नबिर्सी मायाले मैले लाको गुण ओहो बाइ बाइ ल भैँसीमा भेट भयो हामी दिदीसँग एउटा सेल्फी हान्दिनी तारासँगै जुन बिर्स्यो कि मायाले मैले लाको गुण ल बाइ बाइ है सबैलाई ल आज अब सानो रेडी गर्दै हुनुहुन्छ ब्यागमा राखेर हामी चाहिँ जाने अब उता घर अब आज नयाँ वर्ष सबैलाई हार्दिक मङ्गलमय शुभकामना नयाँ वर्ष बाबुहरूलाई भेट्यो अब चाहिँ हामी घर जान लाग्दैछौँ फाइनली म चाहिँ मेरो ठुली आमाको घरमा आइपुगेँ मेरो ठुलो आमा हुनुहुन्छ ठुली आमाको यहाँ पसल छ अनि मेरो भाउजू अनि सन्चै हुनुहुन्छ ए मेरो ठुलो मम्मी मेरो दाइको मेरो छोरीहरू अनि मेरो भाउजू यहाँ आबै हुनुहुन्छ सन्चै हुनुहुन्छ सो गाइज होइन अब हामी चाहिँ एकछिन ठुली आमाको घर एकछिन बस्छौँ तर कैमल भेटेको थियो बाटोमा अब फेरि के हो र त्यो आमा के हुन्छ र के बिचरा अलिक रसिलो हुनुहुन्छ के छ सानो तिमी कति पढ्ने 4मा हो के हो तिम्रो नाम चाहिँ तिम्रो नाम के हो मिराकर ए मिराकर मिराकल स्विट नेम रहेछ युनिक नेम है के हो छोरो यो भनेको के हो यो भनेको मिनिङ क्या ए अनि के छ भाउजू व्यापार कस्तो छ त यहाँ चाहिँ मेरो दाइको पसल हो दाइ चाहिँ विदेश गइसक्नु भएको रहेछ कुन देश जानु भएको दाइ कुन देश हो ए बाटो नि अलिअलि कच्ची छ अब चाहिँ हामी घर जाने टक्क लगाएर मासु सासु पकाएर खाने तपाईँहरू नि मासु पकाएर खाँदै हुनुहुन्छ कि हुँदैन भन्नुहोस् साथीले हामी चाहिँ अब त्यो मासु सासु लिएर घर पुग्न आँटिसक्यो अझ सर मासु बाँड्नुपर्छ हामी नि खानुपर्छ नयाँ वर्ष कस्तो शुभ राम्रो होस् तपाईँहरूको नयाँ वर्ष भन्दै छु अझ हामी घर पुग्न आँट्यो सिडी हाम्रो त पक्की सिडी बनाइसक्यो टक्क ल्याएर मासु खानुपर्छ जम्काले होइन केटा बाजे त उता बाइक राख्न जानुभयो मम्मी बा हजुरबा चाहिँ त्यही घरमा हुनुहुन्छ आमा र म चाहिँ त्यहाँ उता गएको मासु बनाएको कसको गालो फुट्यो मासुको गाई चाहिँ मासु बोक्ने गाई ल ल भाग बाँडौँ मासु बोक्ने गाई देऊ मलाई 10 रुपियाँ छिटो भड्को नमार्ने के को मासु हो खुब होइन मेरो हो 10 रुपियाँ ल भयो तिम्रो हातमा भएको मेरो उसले त उसमा हाल्न भ्याएछ फ्रिजमा डल्लो डल्लो परेको कुकुर कति खान्छ बा कति 450 रुपियाँ किलो 400 ए त्यहाँ त 100 रुपियाँ खपाउनु रहेछ 2 किलोको बोका मासु यो 2 किलोको टुरुन टुरुन लोडे हाल्यो बाइक काचे खाऊ के अरे तपाईँ र हाम्रो किना बाटो क्या एउटा पोको ल मेरो 500 र 1000 चाहिँ लिएर झिकेर 1000 रुपियाँ 800 रुपियाँ दिन्छ र 20 रुपियाँ बानु तल हुन्छ नि
36 बुझाएर आएको छु दिँदैछ भाइ उचाला त जिम दामी उचाला झराइदियो फाइनली झराइदियो मासु ल्याएर अब बाँड्छु बुवाहरूलाई अनि त बुवा लानु भयो ल 2 किलो होइन ल ह्याप्पी न्यु इयर 2 किलो अनि भाउजूले अब एउटा मेरो हाम्रो एउटा पोका ए ल भाउजूलाई 2 किलो हो ल भाउजू ह्याप्पी न्यु इयर मजासँग मनाउनु दाइले राखिदिनु होला 1 किलो मासु सिङ्गै राखिदिनु ए दाइ भोलि आउनु होइन ल मम्मी बोक्नु अब 2 किलो बाँकी सो गाइस त्यही हो अब चाहिँ हाम्रो केही समयमा कुकिङको टाइम हुन्छ अनि हामीले कुकिङ गर्छौँ हामी घर पनि फाइनली आइसकेको छौँ हाम्रो राजा सर त्यहीँ बसिराख्नु भएको छ साथीहरु अब चाहिँ हामी यत्रो ठुलो पिसको मासु पिठा बनाउला आज हामी यो बोइल हालेर खाँदै हुन्छ अब एकछिनमा फ्राई गरेर त्यसो भन्दै तपाईँलाई नयाँ वर्षको शुभकामना त्यही भन्दै म छुट्टिन चाहन्छु ल बाई बाई साथीहरु